ल हामी यो 2026 सालको चाहिँ जनवरी 1 तारिक यो पब्लिक होलिडे भएको कारणले गर्दाखेरि यो छुट्टीलाई सदुपयोग गर्नको लागि हामी यो हङकङको डिप वाटरवे बार्बिक्यू एरियातिर आएको छौँ। आज चाहिँ यसरी मासु पोली खानको लागि हो। यहाँ पोल्दैछ मेरो वाइफ, बहिनी अनि अर्को सरला बहिनी पोलिराखेको छ मासु। हामी चाहिँ यता बसिरहेको छौँ। अझ पोल्नु छ, यो पोहोर बङ्गुरको पोल्नै बाँकी छ। हजुर खाने अझै हो? छोरीले के यो टिप्नु भएको अरे? सेल हो? ओहो, कति धेरै बनाउनु भयो भन्नुहोस् त? हो, यो घर लाने हो? यो के गर्ने घर लगेर? हो ल, यस्तो मान्छेहरू यस्तो भिड छ। सबै आज पब्लिक होलिडे भएको कारणले मान्छेहरू चाहिँ धेरै आइरहेछ। आज कसैको चाहिँ अब बर्थडे चाहिँ एनिभर्सरी पनि बर्थडे पनि परेको रहेछ। हजुर पख्नु न हजुर, म छोरी आउनुहोस् छोरी। बस त्यो नचलाऊ, त्यो त तल झर्छ नि खाना। हेलो लुकेको हो? किन लुकेको? हेलो किन लुकेको? यमी छ? गोल देख्यो? गोल देख्यो भने त ल्याउनु पर्छ नि छोरी। होइन गोल त अलि लानु पर्छ त हौ। ठुलो हो नि, झन् राम्रो नि त। ठुलो त झनै राम्रो। निकाल्नु सक्दैन? पापाले निकाल्छ नि त, भन्नु कता छ? होइन छैन, भर्खर मात्रै खिचिराखेको। धुवा आइराखेको छ। धुवाले गर्दाखेरि अब पुरा छ यो मासु। ल दिइराख्नुहोस् त न। मलाई छोरीले पानी ल्याइदियो हो। खै ल्याउनु त? बिर्को खोलिदिनु, म पानी पिउँछ। थ्याङ्क यू। पानी पिउँछु ल। कसको उठाएर ल्याएको छ है? चेन्ज हुन्छ है। नानाको ल्याउँछौ नि फेरि। ल ओके। के हो अझै ससेज खाने हो? लङ खाने? ल खाना लाग्यो। मिसरले यहाँ चाहिँ लिँदैछ। बुवाहरू उता हुनुहुन्छ। बहिनी यता छ। दुईजना चाहिँ यता खाँदैछ। मेरो छोरीले उता खेल्दैछ, बोल्दै पनि हो। म चाहिँ यता खाँदैछु डल्ले खोर्सानीको साथमा। खाँदैछ।
सब खाएर कोही निदाछन् कोही खाँदैछन् कोही नाच्दैछन् यस्तो भइरहेको छ यहाँ चाहिँ